म चाहिँ अब यहाँ घाँस काट्नु आँटेको छु। यहाँ चाहिँ मेरो पहिला बाख्रा खोर थियो। यहाँ चाहिँ सानकसिनिक भएको छ उयो दाउराहरूको लागि। अन्त यहाँ काट्छु अब म चाहिँ घाँस। यो फर्सीको झ्याङ रहेछ। यहाँ राखेर भिडियो गरेको। यो चाहिँ हाम्रो पहिला पुरानो यो मासु काट्ने अचाना। यहाँ बाहिर थियो किचनको बाहिर लिएर चाहिँ यहाँ राखेन। अन्त अब यस्तो गरेर चाहिँ राख्नुपर्छ। Good. सब्जी बनाई मासु छ म के गर्नु छेउमा चाहिँ हरियो घाँस निकाल्नु पर्छ माथिबाट वरिपरि गरम पो भएर काटेको थिएँ। घाँस काटेकै जग्गामा आइपुगेछ बहिनी चाहिँ हो। ओइ सब्जी पकाउँदैन मासु भन्दै लो ब्याट्री भइसक्यो छिटो। अन्त चाहिँ त्यसकै मौकामा चाहिँ भिडियो बनाइदिएँ यहाँ भाडी लगाएको भनिदिएको नि। पसिना असरी भयो। घाँसको बारी चाहिँ पुरा बेसी गरुङ थियो। अन्त राख्नु पनि मैले त्यस्तै जग्गामा राखेछु। उठ्नु पुरा साह्रो पर्यो। जसोतसो घोडा टेकेर उठेँ। गरुङ चाहिँ गरुङ थियो बारी। पानीले भिजेर घाँसहरू पनि चिसो चिसो थियो नि त।